नमस्कार, मसला न्युज टिभीमा तपाईहरुलाई स्वागत छ। आज फागुन 1 गते शुक्रबारको दिन तपाईहरुको राशिफल लिएर उपस्थिति भइसकेको छौं। ढिला नगरिकन आजको राशिफल भन्नुपर्दा पहिलो राशि रहेको छ मेष राशि। सम्भावना देखिए पनि उपलब्धि हात पार्न बढी श्रम गर्नु पर्ला। कामको मेसो नमिल्दा पछि परिनेछ। अरूका लागि बुद्धि खर्चनु पर्ला। समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनु पर्ला। अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ। लक्ष्यमा पुग्न समय लाग्नेछ। मेहनतको फल अरूलाई सुम्पर्नु पर्ने हुन सक्छ। दोस्रो राशि वृष राशि। अस्वस्थ शरीर लिएर काममा जुट्नु पर्ने हुन सक्छ। पहिलेका समस्या दोहोरिनाले अलमल बढ्न सक्छ। गोपनीयता बाहिरनाले पनि केही समस्या आइपर्ला। काम बिग्रने भएले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनु पर्ला। समस्या दर्शाउँदा सहयोगको साथ जुट्नेछ। कामको चाप बढ्नेछ। स्वास्थ्यको लागि व्यायाम तथा आहार विहारमा ध्यान पुर्याउनुहोला। तेस्रो राशि मिथुन राशि। छोटो समयमा फाइदा उठाउन सकिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। प्रियजनसँगको सानिध्यले दिन रमाइलो रहनेछ। अध्ययन लेखन तथा मनोरञ्जनमा समय बित्नेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने शुभचिन्तकहरूको सहयोग प्राप्त भइरहनेछ। भौतिक साधन जुट्नाले आम्दानी बढाउने काम गर्न सकिनेछ। चौथो राशि कर्कट राशि। चुनौती अँगाल्नु परे पनि आँटले लक्ष्यमा पुर्याउनै छ। ईर्ष्या गर्नेहरू स्वयं पछि पर्नेछन् भने कर्मयोगले भविष्यको बाटो समाउनेछ। मेहनतले काममा पनि सफलता नै दिलाउनेछ। समस्या पछ्याएर अधिकार स्थापित गर्न सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ। प्रतिस्पर्धाको दौडमा जित हासिल हुनेछ। पाँचौं राशि सिंह राशि। परिस्थिति सोचे जस्तो नहुनाले लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ। अवसर प्राप्त भए पनि मेसो नमिल्नाले काममा ढिलासुस्ती हुनेछ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनु पर्ला। सङ्घर्षले कर्मयोग अघि बढ्नेछ। अध्ययनमा धेरै समय जुट्न नसकिएला। महत्त्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। परिस्थितिले स्वतन्त्र काममा समेत बाधा पुर्याउन सक्छ। छैठौं राशि कन्या राशि। अरूको फाइदाका लागि उपयोग भइनेछ भने परिस्थिति आफ्ना लागि अलिक प्रतिकूल बन्न सक्छ। छातीको समस्याले स्वास्थ्य कमजोर रहनेछ र हतारको निर्णयले अप्ठ्यारो पर्ने हुँदा सजग रहनुहोला। समयमा जुट्न नसक्दा आफ्नो काम रोकिन सक्छ। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ। आवेशको व्यवहार र असमझदारीले आफन्त टाढिन सक्छन्। सातौं राशि तुला राशि। पुरुषार्थी काम गर्दै दाम र इनाम आर्जन गर्न सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन्। अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मेहनतले सफलताको उचाइमा पुर्याउनेछ। आश मारेको नतिजा समेत सकारात्मक हुन सक्छ। आठौं राशि वृश्चिक राशि। धेरै बोल्दा समस्या आउन सक्छ। द्विधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ। अरूको भर पर्दा काम प्रभावकारी नहुन सक्छ। हिसाब किताबमा सजग रहनुहोला। परिस्थितिवश आफ्नै वचनबद्धता पालना गर्न नसकिएला।
सानोतिनो समस्या भए पनि नियमित काम बन्नेछ। आलोचकहरूलाई व्यवहारले समेट्नुहोला। अध्ययनतर्फ धेरै समय जुट्न नसकिएला। 9 राशि धनु राशि पहिलेको सफलताले हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। मिहिनेतले मान सम्मान दिलाउनेछ। बोली र विचारका प्रशंसकहरू बढ्नेछन्। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठुलो काम बन्नेछ। पहिलेका कमजोरी सच्याउने अवसर पनि प्राप्त हुनेछ। 10औं राशि मकर राशि परिस्थितिवश यात्रा गर्नुपर्ला। खर्चले चिन्ता बढाउन सक्छ। अरूका विषयमा चासो लिँदा झमेला आइ लाग्न सक्छ। लेनदेनमा पुरा नमिल्दा वाद विवाद हुन सक्छ। व्यापार व्यवसायमा सोचेको फाइदा नउठ्ने देखिन्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन समय पर्खनुहोला। कर्जा र उधारो व्यापारमा चनाखो रहनुपर्नेछ। सरसफर र सहयोगमा केही नगद बाहिरिने देखिन्छ। 11औं राशि कुम्भ राशि प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला हुनेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। उठ्नुपर्ने रकम हात लागि हुनेछ। कृषि पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुन समय छ। आवश्यक भौतिक साधना जुट्नेछन्। श्रमको उचित मूल्य प्राप्त हुनेछ भने व्यापारमा राम्रै फड्को मार्ने समय छ। छोटो समयमै राम्रो उपलब्धि हात लागि हुनेछ। 12औं राशि मीन राशि मेहनतको फल प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। आफ्नो क्षेत्रमा राम्रो प्रभाव जमाउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ भने सामाजिक दायित्व बढ्नेछ। भूमि वाहन र पैतृक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ भने प्रयत्न गर्दा महत्त्वपूर्ण वस्तु लाभ होला। सहयोगीहरूले हिम्मत दिलाउनेछन् भने प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ।